हाम्रो शरीरको बनावट नै यस्तो रहेछ कि स्त्री पुरुष नजिक हुने बित्तिकै मन नमिले पनि तनले नजिक तान्ने रहेछ। यो अवस्थामा यदि ऊ मेरो होइन पराई हो भनेर रोक्न सकियो भने सभ्य, तर आफूलाई रोक्न सकिएन भने असभ्य भइदो रहेछ। म उमेरले 37 वर्षको पुरुष हो। करिब करिब रातिको 8:30 बजीतिर म साँझको खानापिना सकेर म सुत्ने कोठाको झ्याल नजिकै भएको बेन्चमा बसेर सोच्न लागे। झ्याल बाहिर चकमन्न अँध्यारो थियो। आकाशमा तारा जुन चम्किरहेका थिए। मौसम निकै आनन्दको थियो। मैले ख्याल गरे केही पर एउटा घरमा बत्ती बलेको रहेछ। त्यो घर त्यही काली आइमाईको हो जसलाई आज दिउँसो देखेको थिएँ। उसले मलाई ख्याल त गरिन होला, तर मैले ख्याल गरेर हेरेको थिएँ। यो ठाउँमा ऊ नयाँ आइमाई हो। म बस्ने घरदेखि थोरै परको घरमा उसलाई देखेको थिएँ। थोरै टाढा भए पनि म बस्ने घरबाट उसको घर छ्याङ्गै देखिन्थ्यो। केही हप्ता अगाडि बसाई सराई गरेर त्यो घरमा आएको हल्ला थाहा पाएको थिएँ। उसले 1 महिना पहिले त्यो घर किनेकी रहेछ। सानो एकतले घरमा ऊ एक्लै बस्ने गरेकी रहेछन्। सर्लक्क परेको कपाल, रङले हेर्दा चिल्ली माया लाग्ने खालकी काली, ससाना चिम्सा आँखा, कालो ओठमा रातो लिपस्टिक अनि पाउरुटी जस्ता मोटा गाला, हाँस्दा साह्रै हेरिरहँ लाग्ने सेता दाँत, हेर्दा मोटी मोटी भद्र शरीर, टाइट प्यान्टसँग खुल्ला हल्का खालको टी सर्ट लगाएकी र हातमा एउटा लेडिज ब्याग बोकेकी आइमाई। उमेरले 2-20 नागेकी जस्ती, शरीर हेर्दा मासुले भरिए जस्ती। मोटी आइमाईका मोटा स्तनमा छ्याप्पै नजर गएको थियो। मोटो कम्बर, भुँडी लाएकी आइमाई। राम्री त होइन, तर एकपटक छुन मन लाग्ने आइमाई। मनै मायाले काली आइमाई भन्न मन लागेको थियो। काली आइमाईको सफा र भद्र शरीर एकपटक स्पर्श गर्न मन लाग्छ। बर्खाको समय भएर होला, केही छिनमै मौसम धमिलो भयो। त्यो आइमाईको घरमा बलेको बत्ती पनि कुहिरोले ढाक्यो अनि सिमसिम पानी पर्न थाल्यो र म झ्यालको छेउबाट उठेर बिस्तारमा पल्टिन्छु। धेरै समय भएको थियो मेरो शरीरलाई हलुका बनाउन पाएको थिएन, तर मैले निदो गरिसके। अब मलाई हलुका बनाउने भनेको काली आइमाईले नै हो। म आँखा बन्द गर्छु र सोध्छु। म सानैदेखि यौन र यौनका कुरामा धेरै नै चासो राख्ने पुरुष हुँ। जब म 7-8 कक्षा पढ्थेँ त्यो बेला स्वास्थ्य तथा जनसङ्ख्या विषय पढ्नु पर्थ्यो। त्यो विषयमा यौनको बारेमा धेरै कुरा लेखेको हुन्थ्यो। बच्चा कसरी जन्मन्छन्, यौन सम्पर्क भनेको के हो, यस्तै कुराहरू। सरले यो कुरा पढाउँदा सबैजना लजाउने गर्थे, तर लजाए पनि एक्लै लुकेर त्यो विषयको कुन पेजमा यस्तो कुरा छ भनेर पटक हेर्ने पढ्ने धेरै नै थियो। कोही 7-8 वर्षको बच्चा देख्छौँ हामीलाई केही हुँदैन, तर त्यही मान्छे जब 16-17 वर्षको हुन्छ उसलाई देख्दा किन मन बरालिन्छ। मात्रै उसको शरीरको परिवर्तन देखेर मलाई यस्ता कुरा सोचेर समय बिताउन धेरै रमाइलो लाग्छ। मैले धेरै महिलासँग रात बिताएको छु। कोही भर्खरकी, कोही तरुणी, कोही बुढी त सबैसँग, तर सबै महिलासँग फरक अनुभव भएको छ। कोही महिला त मलाई बोलाइ सम्बन्ध पनि राख्ने गर्थे। म थाकेर उठ्न नसक्दा पनि उनी नथाक्ने। मलाई थाहा छ पुरुषभन्दा महिला धेरै कामुक हुन्छन्। उनीहरूले नचाहेसम्म हाम्रो केही लाग्दैन, तर उनीहरूले चाहन्छन् भने हामीले नचाहेर पनि सबै कुरा पुरा हुन्छ। साँच्चै नारी धेरै नै शक्तिशाली छ। काली आइमाईले सम्झन्छु, यो आइमाई अरू जस्तो आइमाई होइन, पक्कै थुप्रै कथा र व्यथाहरू छन्। त्यो काली आइमाईले सम्झिँदा पनि आगोको छेउमा घिउ पक्लिए जस्तो हुन्छ र म छताछुल्ल हुन्छु। मेरो शरीरमा कम्पन हुन्छ। लामो सास फेर्दै भित्तामा टाँसिएको घडी हेर्छु। घडीमा रातिको 10 बजिसकेछ। म जसरी भए पनि उसँग नजिक हुन्छु र हरेक कुरा बुझ्छु। उसँग एक रात म बिताएर छोड्छु। म यस्तै सोचेर निदाएछु। म बिहान अलि धेरै नै निदाएछु। बाहिर सिमसिम पानी परेको आवाज आइरहेको थियो र केही छिनमा पानी बन्द भएपछि म उठेर झ्यालबाट बाटोतिर हेर्छु। कुहिरोमा परबाट कोही आए जस्तो लाग्छ। ओहो, उही त रहेछिन् काली आइमाई। म मुसुक्क हाँस्दै हेर्छु। मलाई खुसी लाग्छ काली आइमाईले देख्दा। म बस्ने घरको वरिपरि ससाना पसलहरू छन्, जस्तै किराना पसल, चिया नास्ता खाने पसल,
सायद ऊ त्यही आएको हुनुपर्छ। भर्खरै उठेर मुख मात्रै धोएर हिँडे जस्तै देखिएकी थिए। कपाल अलिअलि बटारेर ऊ पसलतिर गई। म झ्यालबाट हेरिरहे। ऊ किराना पसलमा खै के किनेर फर्कदै थिए। अचानक झरी पर्यो। ऊ हतार हतारमा भिज्दै म बस्ने घरमै आएर ओत लागी। बर्खे झरी क्या समयमै परिस् भन्दै म खुसी भए। म बस्ने घर 2 तलाको थियो। तलको कोठामा म भाडामा बस्ने गर्थे। म छिटो छिटो हातमुख धोएर बाहिर गएर काली आइमाईलाई भिज्नु होला, भित्र आउनुहोस् न भने। ऊ पनि आई। मेरो कोठामा त बोलाइएन, तर घरभित्र पानीले नरुजाउने गल्लीमा आएर बसी। साथै कस्तो छाता लिएर आउनै बिर्सिएछु भनी। ऊ अलिअलि भिजेकी थिए। मैले भने केही दिनदेखि यस्तो भइरहेको छ, बर्खाको बेला भएर होला भने। कुन बेला पानी पर्छ अत्तो पत्तो हुँदैन। म उसको आँखामा हेर्न खोज्छु, तर खै आँखामा आँखा मिलाउन सकिन। मोटी केटी, काली काली, कस्तो राम्री आइमाई। ऊ मेरो अगाडि उभिँदा मात्र मलाई काउकुती लाग्छ। एउटा महिलाको गन्ध उसको शरीरबाट आए जस्तो लाग्छ। म मेरो हात उसको घरतिर देखाउँदै भन्छु, तपाईँ ऊ त्यो घरमा बस्नुहुन्छ होइन र? उसले पनि हो, केही हप्ता भयो म त्यही घरमा बस्छु भनिन्। त्यो घर किनेको पनि 1 महिना हुन लाग्यो भनी। मैले थाहा नपाए जसरी ए हो र, एक्लै बस्नुहुन्छ भन्दै सोधे। उसले पनि अँ भन्दै जवाफ फर्काई। पानी अझै जोडले पर्न लाग्यो। काली आइमाईले भनी, तपाईसँग छाता छ? मैले छ भने। उसले दिनुस् न, म घर जान्छु, ढोका पनि खुल्ला छ। चिया बनाउँदै थिए। चियापत्ती सकिएकोले पसलमा लिन आएकी थिए। छाता दिँदै मैले चिया खान हतार भएको रहेछ, यही बनाउँछु, खाउँ न त हुँदैन भन्दा उसले हाँस्दै फेरि आउला नि भनी। उसले कहिलेकाहीँ आउँदै गर्नु है, म यहाँ कसैलाई पनि चिन्दिनँ भन्दै गई। मलाई मनमनै खुसी लागेको थियो। कमसे कम छाता लिन जाँदा उसको घरभित्र बस्ने मौका पाउनेछु। ऊ गएको मैले हेरिरहे। ऊ घर पुगी। सायद म पनि कोठाभित्र गएर यताउता काम गर्न लागे। म शेयर बजार अनलाइन काम गरेर जीविकोपार्जन गर्थे। दिनहरू यसरी नै बित्ने गर्थ्यो। दिनैभरि सिमसिम पानी परिरह्यो। साँझतिर जसरी पनि काली आइमाईको घरमा छाता ल्याउने बहानाले जान्छु भनेर सोचे। झरी त कुहिरोले होला 5 बजेतिर नै अँध्यारो जस्तो भयो। अलिकति पानी रोकिएपछि म दौडिँदै काली आइमाईको घरतिर लागे। उसको घर पुगेर बाहिरबाट ए हजुर कता हुनुहुन्छ भने। भित्रबाट हजुर म भित्र छु, भित्रै आउनुहोस् न भनिन्। अरे मलाई धेरै कुरामा स्वीकारे जस्तो लाग्यो। भित्र गए। 4 कोठासँगको एक तले घर थियो। एउटा कोठामा भान्सा र अर्को कोठामा ऊ बस्ने गर्थिन्। सायद 2 कोठा खाली खाली देखे। म उसले पकाउँदै गरेको कोठामा गए। उसले सायद सब्जी बनाउँदै थिए। मैले पछाडिबाट देखेँ। उसले हल्का खालका पारदर्शी लुगा लगाएकी थिए, जसलाई हेर्ने बित्तिकै म लोभिए। मलाई बस्नुस् न भनी। म एक छेउमा भएको टेबलसँगको कुर्सीमा बसे। कुर्सीमा बस्ना साथ मेरो नजर टेबलको छेउमा रहेको चुरोटको ठुटाहरूले भरिन लागेको भाँडामा गयो। साथै कोठाको ढोका पछाडि केही रक्सीका सिसाहरू समेत देखे। अलमल्ल परे। एकैछिन मेरो बोली फुटेन। म यताउता कोठाभरि हेरिरहे। जुन सामान्य थियो, तर कोठाभित्र चुरोट र रक्सी साथै उसको हँसको आएको थियो। हुन त म पनि पाएको बेलामा रक्सी चुरोट खाने मान्छे भएर होला यो हँसको मिठो लागेको थियो। सायद काली आइमाईले अब खाना सबै पकाइ जस्तो छ। ऊ मेरो विपरीत दिशाको कुर्सीमा मुसुक्क हाँस्दै मलाई हेर्दै बसी। म पनि चुरोटले कालो हुने गरी चुमुक्क ओठ हेर्दै मुसुक्क हाँसे। अनि टेबलमा भएका ती चुरोट हेर्दै उसलाई सोध्छु, यी कति भाग्यमानी रहेछन् है चुरोटहरू, जसलाई तपाईँले चुमेर ठुटाहरू बनाउनु भएको रहेछ। आइमाई फेरि मुसुक्क हाँस्दै भनिन्, म धेरै नै चुरोटको धुवाँ उडाउने गर्छु। यो मेरो दुःखका पल केही समयका लागि भए पनि भुलाउने बाटो हो। म मनमा नै सोध्छु, हो पनि चुरोट र रक्सीले हाम्रो दुःख त मेटाउँदैन, तर केही छिनको लागि दुःख भुलाउने सहयोग गर्छ। मैले भनिहालेँ, तपाईँलाई पनि दुःखले दुःख दिएका छन् र? ऊ केही बोलिन। कोठा शान्त भयो। बाहिर सायद फेरि पानी पर्यो। अनि मैले भने, साँच्चै म छाता लिन आएको थिएँ। ऊ कुर्सीबाट उठ्दै, तपाईँको छाता त्यही छ भन्दै ऊ 2वटा सिसाको गिलासमा हातमा लिएर एउटा कुनामा भएको रक्सी र जुसका बोतलहरूले सजाएको लकरभित्रबाट एउटा बोतल निकाली र गिलासमा आधी आधी हुने गरी राखी। म अल्लमल्ल पर्दै थिएँ। काली आइमाईले मेरो अगाडि टेबलमा त्यो गिलास राख्दै भने, हुस्किलिनुस्। म खै के सुरमा गएछु। मुखबाट हिमालय रिजर्भ रक्सी होइन भनिहाले।
उसले हो हजुर भन्दै आवाज निकाल्दै हाँस्दा पनि उसको शरीर लच्किरहेको थियो। म रातो निलो भए। उसले हाँसो दबाउँदै शीतन केही लिनुहुन्छ भनेर सोधी। मनमनै शीतनमा उसलाई नै खान मन लागेको थियो। त्यो पनि काँचै काली भन्न मन लाग्छ। तर म जे छ त्यही नै लिएर आउनुहोस् मात्रै भने। उसले एउटा भाँडोमा केही नम्किनहरू लिएर आई र फेरि मनमनै सोचे यस्तो खाइरहने आइमाईसँग यी चिजहरू नहुने कुरै भएन। म अचम्म छु, यो के भइरहेको छ। काली आइमाई साँच्चै खास रहेछन्। उसले गिलास मतिर बढाउँदै चेस गर्न खोज्छी। म पनि उसलाई साथ दिँदै चेस गर्छु र हामी पिउन सुरु गर्छौं। काली आइमाई मेरो अगाडि बसेर गिलासको हुस्की पिउँदै थिए। मैले उसलाई सोधेँ, तपाईले कसरी थाहा पाउनुभयो म यी कुरा पिउँछु भनेर? ऊ मेरो आँखामा हेर्दै भने, जब तपाईँ यो कोठाभित्र आउनुभयो तपाईलाई यी चुरोटका ठुटा र यी सिसाको बोतलले कुनै असर गरेको देखिएन। यदि असर गरेको भए तपाईँ यहाँ बस्न सक्नुहुन्थेन सायद। म उसको कामुक आँखामा हेर्न सक्थेन। मैले पिउँदै गरेको गिलास हेर्दै मुसुक्क हाँस्दै भने, पिउनुमा पनि एउटा मजा छ। आइमाईले भनी, आजको खाना यतै खानुपर्छ है। म मनमा नै धेरै खुसी भए। करिब करिब साँझको 6 बज्दै थियो। बाहिर बर्खे झरीभित्र हामी गिलासमा नशा भर्दै पिउन थालियो। अब अन्तिम प्याक है त भन्दै आइमाईले फेरि गिलासमा हुस्की भरी। साथै भनी, म कसरी कोहीसँग बसेर धेरै पछि पिउँदैछु। आज निकै आनन्द लागेको छ। मैले भने, कहिलेदेखि पिउन लाग्नु भएको तपाईले? उसले भने, जबदेखि एक्ली भए। साथ दिने साथी भनेकै मेरा यी चुरोट र रक्सी हो। म उसको बारेमा अझै धेरै जान्न र बुझ्न खोज्छु र भन्छु, तपाईको बारेमा केही सुनाउनुहोस् न, निकै खास हुनुहुन्छ जस्तो छ तपाईँ। उसले गिलासको हुस्की आँखा बन्द गरेर पिउँदै भने, मेरो कथा सुनाए भने 7 दिन 7 रात लाग्न सक्छ। म बिस्तारै सुनाउँदै गरौँला नि। अब त मलाई उसको बारेमा अझै धेरै जान्न मन लाग्यो। तपाईको विवाह भयो त भनेर सोधिहाले। सायद उसलाई 2 प्याक हुस्कीले छुन लागेछ। आँखा राता राता अनि शरीर लट्ठ परेको जस्तो छ। उसले भने, म अहिले 40 कटिसकेको। मेरो विवाह सानै उमेरमा भएको थियो। त्यसलाई विवाह भनौँ अथवा खेल भनौँ। तराईको सहरमा म खानदानी परिवारमा जन्मिएकी छोरी। काम भनेको अलिअलि खाना पकाउन बाहेक अरू आउँथेन। कक्षा 10 मा पढ्दै गर्दा मेरो उमेर लगभग 16-17 वर्षको थियो। एउटा 26-27 वर्षको केटाले मलाई मायाको जालमा पार्यो। हेर्दा राम्रो सर्लक्क परेको शरीर, सबैसँग हाँसेर बोल्ने केटो। ऊ म बस्ने ठाउँमा कामको सिलसिलामा केही महिनाको लागि आएको थियो। उसले मलाई निकै ख्याल गर्थ्यो। सायद ख्याल गरेको नाटक मात्रै गर्यो। म सही गलत छुटाउन नसक्ने उमेरकी केटी, भर्खरै किशोरावस्थामा प्रवेश गरेकी थिए। मैले उसको प्रेमलाई संसार माने। लाग्थ्यो ऊ भए मलाई मेरो परिवार केही पनि चाहिँदैन। मलाई उसले यति धेरै मायाको जालमा पारेको थियो। उसले बिहे गरौँ, भागेर टाढा जाऊ अनि तिमी र म एउटा नयाँ घर बसाउँ भन्थ्यो। मलाई उसको बारेमा पनि राम्रोसँग थाहा थिएन। तर त्यो उमेर केटाले बोलिदिए मात्रै पनि खुसी हुने रहेछ। उसको विश्वास मैले गरेँ। म सोच्दै मायाले धेरै कुरा दिन्छ, बिहेपछि त झन् सुख मिल्छ, धेरै नै माया मिल्छ। कहिलेकाहीँ 18 मुनिकोले केही कुरा पढ्नु हुँदैन, हेर्नु हुँदैन भन्थे। तर जुन कुरा पढ्न हेर्न हुँदैन भन्छन्, त्यो कुरा हेर्न अनुभव गर्न मन लाग्ने रहेछ। यदि मलाई ती कुरा हेर्न र पढ्न दिएको भए म गलत बाटोमा लाग्नबाट बस्थेँ कि जस्तो लाग्छ। उसले मलाई लुकी लुकी भेट्थ्यो, छुन्थ्यो। म कति धेरै मक्ख पर्थे। उसकै सम्पत्ति त हो, जे मन लाग्छ गर भन्थे। मलाई लाग्यो कि बिहेपछि अझै धेरै माया पाउँछु होला भनेर सोचे। म घर परिवारलाई थाहा नदिई त्यो केटासँग भागे। मन्दिरमा सिन्दुर लगाएर उसले मलाई एउटा सानो तिनो भाडाको कोठामा राख्यो। पछि थाहा भयो उसको र मेरो जात पनि नमिल्दो रहेछ। उसको परिवारको बारेमा पनि मलाई बताइएन। मेरो कोही छैन भन्यो। यता मेरो घर परिवारले मलाई स्वीकारेन। म पनि त ठिकै छ, मलाई मेरो बुढो भए पुग्छ भनेर बसे। मायाले खान नदिने रहेछ भन्ने कुरा मैले बिस्तारै बिस्तारै बुझ्न लागे। पैसाको अभाव हुन लाग्यो। जसलाई सबै थोक मानेर आएकी थिए
ऊ त एउटा सिकारी रहेछ जसको शिकार भए म र ऊ रक्सी खाएर मसँग कराउने पनि गर्थ्यो। म पढ्ने लेख्ने किशोर अवस्थामा गलत बाटोमा लागिरहेको छु। बेला बेलामा तिपल सम्झेर धेरै पटक रोए। करिब 1 वर्षपछि ऊ पैसा कमाउन जान्छु भनेर भारत गएको थियो, अहिलेसम्म आएन। म एक्लै भए, मेरो परिवारलाई पनि गुहार माग्न नसक्ने भए। काली आइमै उठेर थालमा भात र सब्जी राख्न थाल्छे। यता मलाई उसको यी कुराले निकै भावुक बनायो। मलाई नशा उत्रियो जस्तो लाग्यो। उसले खाना मेरो अगाडि राख्दै अब खाना खाउँ है भन्न लागि। हामी खाना खान सुरु गर्छौँ। खाना निकै स्वादिलो छ भन्छु। उसले होटलवाली पनि त हो नि, म मिठो भइहाल्छ नि भनी। मैले भने, ए होटल पनि गर्नुभयो? आइमाईले हाँस्दै भने, मैले नगरेको के नै होला र। मैले सोधे, उहाँ भारत गएपछि कसरी दिन महिना वर्ष बिताउनु भयो? मैले सबै कुरा अहिले सकेर पछि के कुरा गर्ने नि, बाँकी कुरा पछि गरौँला भनेर भने। मैले भनिहालेँ, ल भोलि साँझको खाना मेरोमा आई त। ऊ सानातिना कुरामा हाँस्ने गर्थिन्। आइमै फेरि हाँस्दै हस् भनिन्। हामी खाना सकेर बाहिर एउटा कोठामा भएको कुर्सीमा बसिन्। बर्खे पानी परेको आवाज आइरहेको थियो। मन चञ्चल भएको थियो। मलाई लाग्यो काली आइमाईको मन पनि यस्तै भएको होला। अँध्यारोमा काली आइमाई अझै राम्रै देखिएको थिए। यो झरीमा उसको काखमा पल्टिन मन लाग्छ। यो झरीमा पनि मलाई तिर्खा लाग्छ, मनको तिर्खा। काली मलाई सम्हाल्न भन्न मन लाग्छ, तर मनको कुरा पोख्न सक्दैन। ऊ त्यो पानी हेरिरहेकी हुन्छे। रातको 8 बज्न लाग्यो। खै के भएको, कोठातिर जानै मन लाग्दैन। तर पनि अब त रात पर्यो, जान्छु है। तपाईँ भोलि साँझको खाना खान आउनुहोस्, मिल्यो भने बस्ने गरी नै आउनुहोस् है, जसरी पनि भन्छु। ऊ मुसुक्क हाँस्दै, ल हुन्छ नि, तपाईँ छाता लैजानुहोस् है त भन्दै छाता दिन्छे। हामी बीच केही न केही कुराले आकर्षण गरिरहेको महसुस हुन्छ। उसले बस्नुहोस् न भन्न नसकेको मात्रै हो। आज म यतै बस्छु है भन्न नसकेको जस्तो। खै कस्तो म छाता ओढेर निस्किन्छु। केही छिनमा म कोठामा पुग्छु। म छातालाई एउटा कुनामा राखेर झ्यालबाट काली आइमाईको घरतिर हेर्छु। ऊ भर्खरै भित्र गई। उसले मलाई नै हेरेर बसेकी रहेछिन् सायद। मलाई देखेर ऊ भित्र गएकी हुनुपर्छ। उसको घरमा बलेको बत्ती निभ्यो। म बिस्तारामा पल्टिएर काली आइमाईले सोच्न थाल्छु, बिचारा मनमा धेरै पीर व्यथा रहेछ र पो ऊ धेरै हाँस्ने रहेछ। त्यो उमेर मैले भोगेको छु। किशोर अवस्थामा कहाँ जाउँ, के गरौँ लाग्ने केटाले केटी र केटीले केटालाई साथी बनाउन मन लाग्ने त्यो स्वाभाविक नै हो। एकैछिन कुरा गर्दैमा पक्लिने उमेर र मनका कुरा भावनामा पोखिहाल्ने अवस्था पनि हो। यो उमेरमा सम्झाउने भएनन् भने सजिलै जिन्दगी बर्बाद हुने समय। मैले धेरैसँग सहवास गरे पनि कुनै महिलालाई आश देखाएर मर्नु न बाँच्नु बनाइन। मसँग यौन सम्बन्ध राखेका केही विवाहित थिए त कोही अविवाहित थिए। मलाई थाहा छ विवाहित आफ्नो यौन चाहना पूरा नभएर मसँग सम्बन्ध राख्थे। अनि यी विवाह नभएका 22-23 वर्षका सलाह केटी अनुभव लिन खोजेर सम्बन्ध राख्थे। तर कुनैले पनि मलाई बिहे गरौँ भनेनन्। यो कस्तो चाहना हो कुन्नी, यी महिलाहरूको कुरै बुझ्न गाह्रो। आज काली आइमै घरबाट आउने बेलामा कसम उसलाई छोड्नै मन लागेको थिएन। उसलाई अङ्गालोमा बेसरी कस्न मन लागेको थियो। म अरूलाई कति छिट्टै झम्टिन्थे, तर उसलाई झम्टिन सकेन। उसको अनुहार हेर्दा लाग्छ उसलाई पनि पुरुषको खाँचो छ जस्तो, तर उसले व्यक्त गर्न सकेकी छैन। भोलि उसलाई जसरी पनि खान्छु, कोपर्छु, जे पर्ला पर्ला। म कता कता पग्लिए जस्तै भएछु। मलाई निन्द्रा आउन धेरै गाह्रो हुन्छ। काली आइमाईले नै सम्झिरहे। कहिले भोलि होला र साँझ आउला, उसलाई के खाना खुवाउने होला, यस्तै सोचिरहे र निकै बेरपछि म निदाएछु। आज बिहान पनि ढिलै उठेछु। छिमछिम पानी भने परि नै रहेको छ। मन्द मन्द हावा चलेको महसुस हुन्छ। म झ्यालबाट काली आइमाईको घर हेर्न खोज्छु। मधुरो मधुरो छ वातावरण, त्यसैले घर पनि मधुरो नै देखे। एकैछिनमा म दारी काटेर नुहाएर चिया बनाउन थाल्छु र झ्यालको छेउमा भएको कुर्सीमा बसेर बाहिर मौसम हेर्दै चिया पिउँछु। आहा, कस्तो मिठो मौसम। बर्खाको समय, सिमसिम झरी रुखका पातहरू नुहाइरहेका छन्। माटो भिजेर बसेको छ। साँझ त काली आइमै आउँछे। आज पनि उसका थुप्रै कुराहरू सुन्नु छ। पक्कै पनि धेरै दुःख सुखका कुरा सुनाउने छिन् उनले। म आनन्दले सुनिदिनेछु ताकि उसको मन हल्का होस्। मलाई उसको सबैभन्दा नजिकैको मान्छे हुनु छ।
मभन्दा हल्का जेठी देखिए पनि उसको शरीर पाकेको अङ्गुर जस्तो छ, रसै रसले भरिएको जस्तो चिया पिएर सकिन्छ। चुरोट रक्सी अनि मासु र भात काली आइमाई यति भनेपछि आजको साँझ वाह हुनेछ। म यतिकै मुसुक्क हाँस्छु अनि कोठा हेर्छु। एक्लै बस्ने भएर कोठा पनि फोहोर जस्तो लाग्छ। म कोठा सफा गर्नतर्फ लाग्छु। म यताउता ससाना काम गरिरहेको हुन्छु, तर मेरो दिल दिमागमा काली आइमाईले सताइरहेकी छ। म खाना पकाउँछु भन्छु अनि झ्यालतिर हेर्छु, पानी रोकिए जस्तो छ। मेरो आँखा आइमाईको घरतिरै जान्छन्। उसको घरतिर हेर्दा कस्तो आनन्द लाग्छ। सोच्छु आजको साँझ कस्तो हुने होला। ऊ यहाँ बस्न राजी होली या नहोली। यदि ऊ बस्न राजी भई भने बुझ्नेछु म उसँग आज सम्बन्ध राख्छु। तर कतै उसलाई नरमाइलो लाग्यो भने, म उसँग रिसाएँ भने रिसाउँदिन होला, म मनाइहाल्छु नि भन्छु। मेरो मनमा यस्ता खालका धेरै प्रश्नहरू नाचिरहेका थिए, जसको उत्तर पनि म आफै दिइरहेको थिएँ। दिउँसो 4 बजीतिर म पसलबाट खाने पिउने सामान लिएर आउँछु। बिस्तारै साँझ हुँदै थियो। बर्खेझरी पनि बिस्तारै पर्न सुरु भयो। मैले सोचे उसको घरमा छाता पनि छैन, कसरी आउली। हुन त ऊ भिजेर आउँदा अझै राम्रै देखिन्छे। म एक्लै मुसुक्क हाँस्छु। साँझको 6 बज्छ र म खाना पकाउन सुरु गर्छु। अब त ऊ जति बेला पनि आउन सक्छ र बेला बेलामा झ्यालबाट बाहिर हेर्दै भात ग्यासमा बसाल्छु अनि मासुको लागि मसला तयार गर्नतिर लाग्छु। मेरो नजर फेरि झ्यालतिर बाहिर जान्छ। हल्का पानी परिरहेको र हतार हतार परबाट आएको देख्छु। उफ, कस्तो मुटु जोडले धड्किन लाग्छ। अचानक कुकरमा सिटी लाग्छ र म झसङ्ग हुन्छु। ऊ आउँदै छिन्। म कसो गरौँ के गरौँ जस्तो हुन्छ। ढोका हल्का खुल्ला राखिदिन्छु। ऐनामा अनुहार हेर्छु, आफूलाई बसार्छु। मेरो शरीरलाई आकर्षक बनाउन खोज्छु। लौ, ऊ बाहिर आई। म प्याज काट्न लागे जस्तो गर्छु। ऊ ढोकाबाट खाना पाक्यो भन्छी। हजुर पाक्दैछ, सँगै पकाउँला, अब आउनुहोस् न भन्छु। ऊ कोठाभित्र आउँछे र त्यही झ्याल छेउको कुर्सीमा बस्छिन्। म एक्लै बस्ने मान्छे। एउटा बक्स पलङ, ग्यास चुलो राख्ने किचन र्याक साथै म काम गर्ने झ्यालसँग भएको कुर्सी र त्यो टेबुलसँगै थियो। टेबुलमाथि ल्यापटप, मोबाइल, कापी र केही किताबहरू छन्। म एक्लै बस्दा यही कोठा ठुलो लाग्थ्यो, तर आइमाई भित्र आएपछि यही कोठा कति साँघुरो लाग्न थाल्यो। मैले ख्याल गरेँ ऊ अलिकति भिजेकी जस्तै लाग्यो। अनुहारमा हल्का मेकअप थियो, आँखामा गाजल, ओठमा लाली, अनुहारमा केही लगाएको हुनुपर्छ। लुगा पातलो, अलिअलि छाती देखिने गरी टी सर्ट, तल पनि हल्का खालको सुरुवाल लगाएकी थिए। यी लुगाले ऊ खासै मोटी देखिएकी थिइन्। उसको भिजेको शरीरबाट एउटा स्त्रीको गन्ध आए जस्तो लाग्छ। मैले भने, भिज्नुभयो है? एकैछिन तपाईँ नआएको भए मैले नआउने थिएँ। आइमाई हाँस्दै, तपाईँले नआउनु भएको भए त तपाईँलाई यहाँ आउने दिने थिएन नि। कस्तो मिठो कुरा गर्छिन् यो आइमाईले। यस्तै कुराले मलाई पगाल्ने भई भन्छु मनमनै। के पकाउँदै हुनुहुन्छ भन्छे उसले। मैले मासु पकाउँदैछु भन्छु। कराईमा मासु बसाल्छु र उसको अगाडि भएको टेबुलको सामान एकातिर राखेर ओल्ड दरबारको रक्सीको बोतल र गिलास पानी राखिदिन्छु। ल बनाउनुहोस् है भन्छु। ऊ मुसुक्क हाँस्दै गिलासमा रक्सी राख्न थाल्छे। म कराईमा बसालेको मासु जुन अझै पाकेको थिएन प्लेटमा राखेर टेबुलको अर्कोतिर जहाँ म सुत्ने खाट थियो त्यहाँ बस्छु। उसले मासु अझै काँचै देख्छु त भन्छे। मैले लाज नमाने भन्छु। मलाई काँचो काँचो मासु असाध्यै मनपर्छ। प्लेटको मासुबाट हल्का तातो बाफ उडिरहेको थियो। हामी चेस गर्दै रक्सी पिउन सुरु गर्छौं र प्लेटको मासु पनि चाख्न थाल्छौं। मासु तातो र हल्का काँचो थियो। मैले भने, तपाईलाई यस्तो काँचो मासु मन पर्दैन होला, अरू केही नमकिन दिउँ? उसले, होइन ठिक छ, तपाईले खानुहुन्छ भने म पनि खान्छु। म शरीरले हेर्दा मिलेको जिउ भएको पुरुष। टेबुल मुनिबाट खै कसो गर्दा आइमाईको खुट्टामा स्पर्श हुन्छ। उसका खुट्टा तातो थियो। म उतिखेरै खुट्टालाई ठाउँमा लिएर आए। उसले पनि मैले छुँदाको महसुस सायद गरी होला। उसले भने, कति तातो खुट्टा तपाईँको? मैले भने, आज मासु खान पाएर होला। हामी दुवैजना सँगै हाँस्यौं अनि म कराईमा मासु पाक्यो कि भनेर हेर्छु। मासु पाकेछ। ग्यास बन्द गरेर हामी फेरि पिउन सुरु गर्छौं। कता कता नसाले छोए जस्तो हुन्छ। म उसको हात छुन खोज्छु र हात छोप्छु अनि भन्छु, अनि अरू दुःख सुख सुनाउनुहोस् न। ऊ पनि मेरो हातमा हात राख्दै, भन्नुला नि किन हात दिएको भन्छे। उसलाई पनि हल्का मात चढे जस्तो छ। हामी एकअर्कालाई खान खोजिरहेका छौं।
सायद उसले आफ्नो तल्लो ओठ टोक्सी लजाए जसरी। हे भगवान, यो देख्दा त म सहनै नसक्ने हुन्छु। मलाई लोभ लाग्छ, म मेरो माथिल्लो ओठलाई बेसरी टोक्छु। अब हामी नसा पिएर सक्छौँ। ऊ उठ्छे र मतिर खाटमा आउँछे। बिस्तारको छेउमा भएको मेरो फोटोहरू जुन बालापनको थियो त्यो तपाईँ पो हो भन्छे। मलाई नसा त्यति धेरै लागेको त हुँदैन, तर पनि लागे जसरी उसको नजिक बस्दै हो भन्छु। हामी दुवैको मुखबाट तातो रक्सीको गन्ध आउँछ। ऊ फोटोहरू हेरिरहेकी हुन्छे। म नसाले हल्लिए जसरी उसको कान निरै पुग्छु। मेरो अनुहारमा उसको कपालका ससाना हालाले काउकुती लगाएको हुन्छ। यो सबै उसले पनि महसुस गर्दै आनन्द लिएकी छ, तर किन ऊ भन्न सकेकी छैनन्, मनले भन्छ। मलाई अब रक्सीको नसाले भन्दा उसको नसाले बढी छुन्छ। म उसको हात छुन्छु। उसले तपाईँ कस्तो राम्रो पहिलेदेखि भन्छे। म उसको हातलाई अझै जोडले छोप्दै भन्छु, तिमी पनि त धेरै राम्री छेउ काली। उसलाई हात जोडले छुँदा दुखे जस्तो छ। मुखबाट आ गर्दै आवाज निकाल्छी र मेरो हातलाई जोडले छोप्छी। बाहिर सायद मुसलधारे पानी पर्न सुरु भयो। म उठेर झ्याल हल्का लगाउँछु। ढोका पहिले लगाए पनि चुकुल लगाएको हुँदैन। अब हामी चुकुल पनि लगाउँछु र आइमाईलाई एउटा भोकाएको बातले जसरी पनि कोपर्न थाल्छु। मलाई रक्सीको नसा लाए जस्तो गरे पनि मलाई नसाले अहिले छोडेको थियो। मैले उसलाई कोपर्ने बोगट्ने गर्दै गर्दा उसले पनि मलाई उसै गरी साथ दिएकी थिए। खै कसरी हो मलाई समुद्रले आफूतिर तान्यो र समुद्रको गहिराईमा डुबायो। म बाफिए, ढाडिए, म सास फेर्नै नसकिने भएछु। मेरो मुखबाट बेला बेलामा काली आई लभ यु भन्ने आवाज निस्कन्छ। उसले पनि मेरो राजा भनेकी छे जस्तो लाग्छ। हामीमा स्वर्गानुभूति हुन्छ। जब एउटा स्त्रीले मनैदेखि कसैलाई चाहन्छन् भने पुरुषले केही नगरी पनि सबै हुँदो रहेछ। तर स्त्रीले चाहदिनन् भने पुरुषले मेहनत गर्नुपर्ने हुन्छ। कालीले मलाई समुद्रमा आफै तानेर लगेकी थिए। साँच्चै ऊ धेरै प्यारी रहेछ। केही छिनमा हामी उठेर नर्मल हुन्छौँ। म झ्याल पुरै खोल्छु। बाहिर अँध्यारो थियो। बाहिर पानी अहिले बिस्तारै पर्दैछ। घाँटी सुके जस्तो हुन्छ। म पानी लिनुस् भन्दै गिलासमा पानी दिन्छु र म पनि पिउँछु। अहिले कता कता लाज लागे जस्तो अनुभव हुन्छ। काली आइमाईले लाजले मेरो अनुहार हेर्दिनन्। मैले अब खाना खाउँ है भन्छु र खाना सुरु गर्छौँ। खाना खाँदासम्म हामी खासै कुरा गर्दैनौँ। खाना सकेर हामी झ्यालतिर बसेर चुरोट तान्न थाल्छौँ। एउटा चुरोट कहिले उसले त कहिले मैले तान्छौँ। अब मलाई उसको जिन्दगीको बारेमा जान्नु छ। मैले भन्छु, अनि श्रीमान भारत गएपछि के भयो? म उसलाई मायालु आँखाले हेर्दै भन्छु, जिन्दगी पनि अचम्मको रहेछ। बाँच्ने पल भन्दा मर्ने पल धेरै आउँदो रहेछन् र तिनै पलमा मरी मरी बाँच्नुपर्ने रहेछ। ऊ पापी भारत गएपछि मलाई बिर्सियो। न फोन आयो न त चिठी। दिनहरू निकै कष्टमा बिताउन लागे। एक्ली केटी म बल्ल 19-20 वर्षकी भए। यस्तो उमेर छाडेर गएको लोग्ने खै किन फर्किएनन्। मर्यो बाँच्यो अहिलेसम्म केही थाहा छैन। धेरै गाह्रो हुन्थ्यो। उसका तिता मिठा यादका काँडाले बिजाउँथ्यो। करिब 2-3 वर्ष पर्खिए, तर लोग्नेको केही खबर नआएपछि मलाई त्यहाँ बस्न मन लागेन। समाजका खराब पुरुषको नजर म माथि लाग्यो। म माइती घर फर्केर जान सकेकी थिइनन्। तर आमाले बेला बेलामा बासँग लुकाएर पैसा पठाइदिनुहुन्थ्यो। तर पछि बाले थाहा पाएपछि आमाले पैसा पठाउनु पनि पाउनु भएन। मसँग अलिअलि पैसा थियो। म बसेको ठाउँ छाडेर पहाडको कुनै एक सहर नजिकै जहाँ बाक्लो बस्ती थियो त्यहाँ भाडामा होटल गर्न थाले। त्यहाँ मलाई कसैले चिनेका थिएनन्। म 23-24 वर्षकी थिएँ होटल सुरु गर्दा। म आफ्नो परिचय लुकाए। त्यहाँ सिन्दुर चुरा लगाउन छोडिदिए। खाजा नास्ता रक्सी पाइने होटल भएको घरको भित्रपट्टि म सुत्ने कोठा छ। ड्राइभर नजिकै आर्मी र पुलिसको ब्यारेक पनि थियो। खाजा खान आउँथे। साथै धेरै वरिपरिका साँझमा रक्सी खाँदै गफ गर्न आउँथे। होटल निकै चल्न थाल्यो। धेरै जस्तो बास बस्न पाइन्छ भन्दै सोध्न पनि आउँथे। त्यसैले लगभग 1 वर्षमा बासको पनि व्यवस्था मिलाए। काली आइमाले एक कुरा भन्दै थिए। मैले बीचमै उसको कुरा काटेर भने, एक्लै त्यो उमेरमा होटल गर्दा कति दुःख भोग्नु पर्यो नि। आइमाई चुरोट हल्का सल्काएर तान्दै भन्छी, एउटा तरुणी केटी होटल गर्दा पक्कै पनि एक कुरा भोग्नु पर्यो। मेरो होटलमा महिलाभन्दा धेरै पुरुषहरू आउने गर्थे। ड्राइभर, देशका सेवकहरू मलाई निकै जिस्काउने गर्थे। कति एक्लै होटल गर्छौ साउनी भन्थे।
कसैले म साउनीलाई बिहे गरेर त्यही होटलमा बस्न मन पर्यो भन्थे। कतै एक्लै देखे मेरो नाम लिएर चिच्याइदिन्थे, तर म सहेर बसेँ। एक्लै महिला देखेर फाइदा उठाउने धेरैजना थिए। रक्सी खाएर मातका नसामा मलाई छुन खोज्थे। मातेका आँखाले मलाई नै पोल्ने गरी हेर्थे। म उदास अनुहार लुकाएर बसेँ। मनमा बाआमाका र लोग्नेका यादमा बसेँ। यही काम यदि एउटा पुरुषले गरेको भए के महिलाहरू आएर यसरी नै जिस्किन्थे? जिस्काउने थिएनन्। मलाई लाग्थ्यो म भर्खरकी तरुणी भएर होला मेरो होटलमा खाना आउने धेरैजना हुन्थे। खै के शक्ति छ नारीमा, केही नगरी पनि पुरुष खोज्दै आउने रहेछ। म सानो सानो स्वरमा भन्छु। तपाईको यो कुरा सुन्दा मलाई कृष्णसेन इच्छुकले लेखेको एउटा कान्छी भट्टी र देश कविताको याद आयो। त्यही बीचमा यस्तो लाइन छ। भट्टीमा भात पाकिरहेछ, भात सँगसँगै कान्छीको लाज पाकिरहेछ। भट्टीमा मासु पाकिरहेछ, मासु सँगसँगै कान्छीको आँसु पाकिरहेछ। भट्टीमा रक्सी बिकिरहेछ, रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ। साँच्चै तपाईँको हालत यस्तै रहेछ। चुरोटको ठुटोलाई झ्यालबाट बाहिर पानीमा फाल्दै ऊ लामो सास फेर्दै भन्छे, यो भन्दा पनि बढी भएको छ। ती दिन सम्झिँदा पनि शरीरमा काँडा उठ्छ मेरो। मैले अनि त्यसपछि के भयो भन्नुस् न भन्दै कालीको हात छुन्छु। ऊ मेरो अङ्गालोमा टाँसिदिन्छ। म पनि उसलाई एकैछिन अङ्गालोमै लिन्छु र केही छिनमा हामी फ्रेस हुन्छौँ। अब बिस्तारमा पल्टिएर कुरा हुन्छ। मेरो कोठामा एउटा मात्रै पलङ छ। ऊ मेरो छातीमा टाँसिँदै मेरो व्यथा सुनाऊ भन्छे। सुनाउनुहोस् न, म सबै सुन्छु भन्छु। एक दिन होटलमा म एक्लै हुँदा एउटा पुरुषले आफ्नो यौन प्यास पूरा गर्ने कुरा गर्छ। मैले नाइ भनेपछि म उसलाई झम्टिन्छ अनि मसँग जबरजस्ती गर्यो। साँच्चै भन्नुपर्दा मलाई बलात्कार गर्यो। म उसलाई केही पनि गर्न सकिनँ। उसले मेरो शरीरलाई निकै पीडा हुने गरी लुट्यो र म केही गर्न सकिनँ। न चिच्याउन सके, न त उसलाई कुट्न सके। एउटा महिलाको खुट्टाको बीचबाट जन्म लिएपछि उसको दुध खाएर भोक र प्यास मेट्ने मान्छे ठुलो भएपछि महिलाको यिनै दुई कुरामा चाहना राख्छ। यी दुई कुरा पाउन असफल भयो भने कोही कोहीले बलात्कार अनि हत्या नै गर्छ। दुनियाँमा जन्म दिने महिलासँग यस्तो व्यवहार थुप्रै देख्ने सुनेकै छौ र मैले भोगेकी पनि छु। उनले भनेको यो कुराले मलाई मुटुमै छुन्छ। उसले मलाई जबरजस्ती गरिसकेपछि जाने बेलामा अलिकति पैसा पनि दियो। पैसा कस्तो अचम्मको छ है। पैसा सबै कुरा त होइन, तर पैसाले धेरै कुरा पाउन सकिन्छ। भाडाको होटल जीवन चलाउन गाह्रो नै थियो। मैले सोचे जवानीमा पो यस्तो गरेर कमाउला, तर बुढेसकालमा के गरौँ? त्यसैले अब मैले जवानी बेचेर बुढेसकालमा बचाउन पर्छ जस्तो लाग्यो। मैले अरू के नै जानेकी छु र न धेरै पढेकी छु। काम भनेर खाना पकाउन मात्रै आउँछ। जागिर पाउने कुरा भएन। धन्न यति होटल गरेकी छु र बाँची छु। अब म जवानी बेचेर बुढेसकाल बचाउँछु भनेर सोचे अनि म बेस्या बने। धेरैलाई थाहा छैन, तर समाजका सम्मानित पुरुषहरू अँध्यारोमा मेरो खुट्टा चाट्न आउन लागे। मान्छे यस्तो प्राणी हो जसले सम्भोग अँध्यारोमा गर्न चाहन्छ। 5-6 जना जति थिए। म उनीहरूलाई जवानी बेचेरै पैसा कमाउँथे। त्यसमध्ये मलाई पहिलोपटक जबरजस्ती बलात्कार गर्ने पनि थियो। उसलाई देखेर यस्तो लाग्थ्यो, पुरुष बलात्कारी हुन सक्छ तर बेस्या हुन सक्दैन, र महिला बेस्या हुन सक्छिन् तर बलात्कारी हुन सक्दैनन्। पुरुषभन्दा बढी महिला कामुक हुन्छ, तर पनि महिला नै बलात्कार हुनु परेको कारण के हो थाहा छ तपाईँलाई? काली आइमाले मलाई प्रश्न सोधी। हजुर भन्नुहोस् न, मलाई केही पनि थाहा छैन मैले भने। काली आइमाले भन्छन्, मैले धेरै अनुभव महसुस गरेकी छु र कता कता सुनेकी पनि छु। पुरुषमा भन्दा धेरै महिला कामुक हुन्छन् भनेर। पुरुषमा भन्दा महिलामा भोग 2 गुणा, लात 4 गुणा, सहनशीलता 6 गुणा र कामुकता 8 गुणा बढी हुन्छ। तर पनि महिला नै बलात्कृत हुनुपर्छ, किनकि पुरुष आक्रोश छ, पुरुषलाई लाज लाग्दैन, पुरुष कुनै पनि कुरामा छिट्टै आवेगमा आउँछ। त्यसैले पनि होला पुरुषभन्दा महिला लुटिनुपर्ने। तर महिलालाई लाज हुन्छ, जुनसुकै कुरा पनि सहन सक्छिन्, आफूमा भएको कामुकतालाई पनि सहेर बसेकी हुन्छन्।
यदि लाज र सहनशीलता हुन्थेन भने आज पुरुष बलात्कृत हुने थिए, होइन त? होइन भने त महिलाको अगाडि पुरुष रित्तो छ। म अचम्म पर्छु। हो नि, हुन त है, हामी पुरुषहरूलाई लाज लाग्दैन, रिस पनि छिट्टै उठ्छ। बाटोमा केटी हिँडिरहेकी हुन्छ, हामी यत्तिकैमा मैया कहाँ जाने हो भन्दै शब्दले जिस्काउँछौँ, तर केटी चुपचाप लागेर हिँडिरहेकी हुन्छ। रिस लाज त उसलाई पनि उठ्छ होला, तर सहेर बसेका हुँदा रहेछन्, सहेर बसेका र दबाएर बसेका हुँदा रहेछन्। केही छिन अगाडि म काली आइमाईलाई कस्तो झम्टिन्छु को पर्छु है, तर ऊ शान्त थिए। म धेरै आते आवेगमा आए, त्यसैले नै म छिटो थाके। मैले एक कुरा मनमा नै सोचिरहेको थिएँ। महिलाले फेरि भनिहाली, पुरुषले आफूलाई रोक्न सक्दैन, महिलाले माने ठिकै छ, नमाने उसले बलात्कार गरिहाल्छ। 90% श्रीमानले श्रीमतीलाई पनि बलात्कार नै गरेको हुन्छ। महिला चुपचाप बस्छी, उसको मतलब ऊ राजी छ भन्ने बुझेको हुन्छ पुरुषले, तर कति कुरा भन्न नसकेर सहेर बसेकी हुन्छ महिलाले। एउटा बेस्या पटक पटक सम्भोग गर्न सक्छ, तर पुरुष सक्दैन, त्यसैले बेस्या पुरुष हुन सक्दैन। बत्तीको नजिक पुतली उडिरहेको हुन्छ, त्यहाँ बत्ती महिला हो भने बत्तीको वरिपरि उडेको किरा अथवा पुतली पुरुष हो। बत्ती शान्तले रहेर भनौँ कि लाजले भनौँ एक शब्दमा एक ठाउँमा बसिरहेको हुन्छ। पुतली आउँछ, उसको वरिपरि चल्छ, डुल्छ र छटपटिरहन्छ र अन्तिममा थाक्छ र मर्छ। उसले एक कुरा सुनाउँदै गर्दा पनि मलाई मायाको नसाले छोएको थियो। हामी यस्तै यस्तै गफ गर्दै थियौँ र हाम्रो शरीर पनि एकअर्कासँग गफ गरिरहेका थिए। बाहिर बर्खे झरी परिरहेको छ। अर्को दिन बिहान मेरो आँखा खुल्छन्। भित्तामा टाँगिएको भित्तेघडीमा 8 बज्न 6-7 मिनट मात्रै बाँकी थियो। काली आइमाई छेउमा निदाइरहेकी छे। उसको शरीर हेर्छु, सायद हिजो धेरै मेहनत भएछ। शरीर कतै रातो त कतै कालो नीलो डाम थियो। म एकछिन आँखा बन्द गरेर सोच्न थाल्छु, बिचरी कति दुःख पीडा भोगेकी रहेछ कालीले। कलिलो उमेरमा विवाह, श्रीमानबाट हेला अनि श्रीमान छोडेर श्रीमानले छोडेर जानु, माइतीले नहेर्नु, एक्ली महिला भएको कारण समाजमा बस्न गाह्रो भएको, समाजबाट टाढा भएर होटल गरेर बस्नु परेको, त्यहाँ पनि एक्ली युवती भएको कारण धेरै कुरा सहन परेको, बलात्कृत समेत हुनु परेको, बुढेसकाल बचाउनको लागि जवानी बेच्नु परेको र बेस्या हुनु परेको। बेस्या भएर पनि सधैँ शरीर बेचेकी, मन कहिले पनि नबेचेकी रहेछन्। आखिर हरेक कुरामा यौन मात्रै छ। हरेक कुरामा मान्छे यौन चाहन्छ। उसको लागि मान्छे कसैलाई लुट्न, कुट्न, मार्न, काट्न, ढाँट्न जे पनि गर्न सक्छ। म भावुक हुन्छु। अनि काली आइमाईलाई अङ्गालोमा कस्छु। सायद अब काली जागी जस्तो छ। ऊ निदाए जसरी नै मेरो अङ्गालोमा लुपुक्क परेर टाँसिन्छ। केही छिनमा हामी उठेर फ्रेस हुन्छौँ। झ्यालको नजिक बसेर हामी चिया पिउँछौँ। मौसम अझै पनि उस्तै छ, कुहिरो लागे जस्तो धमिलो। कति बेला पानी पर्छ त कति बेला रोक्छ। अस्तिभन्दा, हिजोभन्दा, आजभन्दा काली आइमाईको माया धेरै नै लाग्दै आएको छ। अब त हामी छुट्टिएर बस्नै नसक्ने भएका छौँ। हामी कहिले दुःख त कहिले सुखका कुराहरू गर्दै बस्छौँ। कहिले म उसको घरमा बस्न जान्छु त कहिले ऊ मेरो घरमा। खाना पनि हामी एकै ठाउँमा पकाएर खान थालेका छौँ। दिनहरू यसरी नै बितेका छन्। एक दिन हाम्रो सल्लाह हुन्छ हामी एकै ठाउँमा बसौँ भनेर, अनि म कोठा सरेर म उसको घरमा बस्न थाल्छु। बाहिरबाट म भाडामा बस्ने भनेर चिने पनि भित्रबाट एकअर्काको बुढाबुढी जस्तो भएका छौँ। साँच्चै काली आइमाई माया लाग्दैछ। उसको शरीर जुन मासुले भरिएको छ, हाँस्दा हिँड्दा लच्किने शरीर, उसँग रात बिताउँदा उसको शरीरले मलाई धेरैबाट नजिकबाट हेरेको छ। एक एक कुरालाई खाउँ जस्तो लाग्ने। पहिले मलाई उसको शरीरको माया लाग्थ्यो, तर आजभोलि उसको दुःख पीडा भोगेकी आइमाईको मनको पनि माया लाग्छ। काली आइमाई र मेरो सम्बन्ध हुन थालेको पनि अब 2-3 महिना हुन थालेछ। अब त बर्खा पनि सकिन लाग्यो। बर्खे मौसम जस्तै थियो हाम्रो सम्बन्ध पनि। कहिले पानी त कहिले घाम, यस्तै यस्तै। अब उसको इच्छा यो घर बेचेर सुनसान अर्को ठाउँमा गएर जिन्दगीको दुःख सुख भारी बिसाउने छ।